गाईजहरू यसो आज लक्ष्मी पूजा कुकुर तिहार पनि एकै दिन परेछ। यसो आज यसो कुकुरलाई पनि यसो हामीले चाहिँ आज यसो मालासाला लाएर टिका लाएर कुकुर तिहारको दिनमा मजाले माला लाउँदैछौँ। गाईजहरू हेर्न सक्नुहुन्छ। आज कुकुर तिहारको दिनमा माला लाएर ट्याकलाहरू गर्दैछौँ। गाईजहरूलाई हेर्न सक्नुहुन्छ। आज लक्ष्मी पूजा र कुकुर तिहार चाहिँ आज कार्तिककै 3 गते पर्यो साथीहरू। अब यसो घरको रक्षा गर्नेलाई चाहिँ हामीले गर्नै परिहाल्यो। रातको समयमा हैन, रातको समयमा हामीलाई चाहिँ सुरक्षाको लागि कुनै मान्छे आयो भने यसो हामीलाई चाहिँ उक्लिन्छ, हामीलाई जानकारी गरिदिन्छ। कुकुरले पनि एउटा राम्रो एउटा सङ्केत गरेको छ। एकदम राम्रो ड्युटी गर्छ। देख्नु भएको छ तपाईँहरूले संसद भवन पनि जति जले पनि लास्टमा कुकुरै बसेर देख्नु भएको थियो होला। कुकुर भनेको एकदम वफादारी देखिरहेको छ। गाईजहरू ल हेर्नुहोस्, गाईजहरू ल हेर्नुहोस्। यो बच्चालाई पनि यसो टिका लगाइदिँदैछौँ। दुःख रहेछ। ल हेर्नुहोस् गाई, ल हेर्नुहोस् बच्चालाई पनि यसै कुकुरको बच्चा हो। यसो यसलाई पनि हामीले गरिदिनु पर्यो। अब यसो यसलाई पनि आजको दिन यसो बच्चालाई पनि यसो मालासाला लाएर मिठो यसो खानाकुरा दिनु पर्यो। यिनीहरूको पनि आज तिहार हो। ल हेर्नुहोस् गाईजहरू, ल हेर्नुहोस् आइरहेको छ। ल हेर्नुहोस् आमा कति माया। ल हेर्नुहोस् ल आइज भात दिइरहेको छ। ल हेर्नुहोस् साथी दुईजना मिलेर खाइरहेको छ। ल हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् आज अब बिचरा भोक लागिरहेको छ। ल हेर्नुहोस् साथीहरू, ल गाईजहरू हेर्न सक्नुहुन्छ। हजुरहरूले पनि आज कुकुरलाई पूजा गर्नुभयो होला होइन, खुवाउनु भयो होला। को कोले गर्नुभयो, हामीले चाहिँ यतातिर भइसक्यो बिहान त्यहाँसम्म। साथीहरूलाई हेर्नुहोस् यसो कुकुरलाई पनि आज यही माउले पाएको। ल गाईजहरू हेर्न सक्नुहुन्छ। कुकुरलाई पनि यसो आज मिठो अन्डा भात यसो दाल भात मजाले बनाएर खुवाइरहेको छौँ। हेर्नु गाईजहरू पानी पनि राखेको छौँ। कुकुरलाई पानी पनि दिनै पर्यो। फेरि खानेकुरा खाँदाखेरि अड्केला होइन साथीहरू। हजुरहरूतिर को कोले पूजा गर्नुभयो, हाम्रोतिर चाहिँ पूजा गरेर गरिसक्यो साथीहरू। ल अर्को भिडियो लिएर आउनु छ, कमेन्ट गर्न सक्नुहुन्छ। यसो भने केही गर्न छुटेकोमा हजुरले कमेन्टमा लेख्न सक्नुहुन्छ। साथी कहाँबाट हेर्नु भएको छ हजुरहरूले यसो कमेन्ट गराउँछ साथीहरू। आजको भ्लग यति नै है साथीहरू, बाई।